स्कूल का टीम कोच टीम मैनेजर फोर्थ क्वार्टर प्री क्वार्टर फाइनल मैच सुरु भइसकेको छ। मौका बनाउँदै यहाँ फाउल हुन पुगेको छ त्यहाँ गोलकिपरद्वारा फ्री किक। फुटसल टुर्नामेन्टको आज हामी डे 3 मा छौँ। डे 3 को यो प्री क्वार्टरको फोर्थ गेम चल्दैछ। प्री क्वार्टरको फोर्थ गेममा लक्ष्मी आदर्श र जनकपुर स्कुल बिच खेल भइरहेको छ। एक लगातार हुने खेल राष्ट्रिय माविका सम्पूर्ण खेलाडी भाइहरू तयारी अवस्थामा बस्दिनु होला। पञ्चमनी स्कुल र राष्ट्रिय मावि यसपछि हजुरहरूको खेल भएको हुनाले हजुरहरू पनि तयारी अवस्थामा बस्दिनु होला। जनप्रियको कोसिस गरेको थियो फ्री किकमा स्कोरको लागि पनि फेरि पनि यो ब्लक रहेको छ बल। त्यसमा 11 त्यसमा 10 प्रकाश सिधै 10 मा 7 कन्ट्रोल गर्ने फ्री किकको अवसर फेरि पनि यहाँ जनप्रिय स्कुललाई पनि डाइरेक्टली बाहिर गएको छ पास पनि। पास सिधै त्यसमा 11 जनप्रिय लक्ष्मी आदर्श कन्ट्रोलको खोजी ब्याक पास सिधै जसमा 7 ले पनि लक्ष्मी आदर्श त्यसमा 10 पासको कोसिस निकै राम्रो ब्लक रहेको छ बल। डाइरेक्ट अपोनेन्ट पोस्टमा फाल्नु पुगेको थियो यो पास बल पनि लागि बल पनि। सर्ट डाइरेक्टली बाहिर पुगेको छ सर्ट पनि। मौका अहिलेको लागि जनप्रियलाई सर्ट कोसिसको कर्नर किक यहाँ जनप्रियलाई पनि। राम्रो कोसिस रहेको थियो भने लागि मौका बनाउँदै जनप्रिय युनिट ब्लक रहेको छ बल पनि। जनप्रिय राम्रो सर्ट रहेको थियो गोलकिपरद्वारा पनि कन्ट्रोल दिन भएन त्यहाँ कि नेपाल आदर्शद्वारा पनि नेपाल आदर्श लक्ष्मी आदर्श जनप्रिय लक्ष्मी आदर्श फ्री किकको अवसर रहेको छ यहाँ। धेरै राम्रो कोसिस रहेको थियो फ्री किकद्वारा पनि स्कोरमा पनि परिवर्तन गर्न सकिएन त्यो बल। निकै राम्रो सर्ट गोल हाल्न सफल रहेको छ लक्ष्मी आदर्शका खेलाडी जसमा 11
मौका बनाउँदै जनप्रिय स्मल गोल किक रहेको थियो जनकपुर रिजको खेलमा लक्ष्मी आदर्शले 1 गोल गर्दै अगाडि बढेको छ भने हालसम्मको नतिजा लक्ष्मी आदर्श 1 जनप्रिय 0 मौका रहेको थियो अलिक लागि पञ्चवटी राष्ट्रिय मावि स्कुलका खेलाडी भाइहरू पनि मौका अझै पनि लक्ष्मी आदर्शलाई दोस्रो गोलको लागि पनि इन्जरी रहेको छ मौका रहेको थियो ब्लक हुनु टिम कोच टिम म्यानेजर उनको स्टेजमा आइदिनु होला किपर क्याच पुगेको छ भने लक्ष्मी आदर्शका गोलकिपर साइड पासको कोसिस निकै नै पावर पास रहेको थियो हेलो कार्ड प्राप्त लक्ष्मी आदर्शका पनि प्लेयर पासिँदै बल कन्ट्रोलमा रहेको छ जनप्रिय राइट फुट सर्टको कोसिस आउट बल रहेको छ ब्याक पास सिधै फुट सर्ट कन्ट्रोल गर्न पाएको छ विवेकद्वारा पनि गोलकिपर क्याच गर्न पुगेको छ किपर यताको गोलकिपर पनि क्याच गर्न पुगेको छ भने जसमा 11 कन्ट्रोल रहेन र यो स्कोर साथ मौका रहेको छ जनप्रियलाई पनि अझै पनि मौका त्यहाँ सहित फर्स्ट हाफ पनि सकिसकेको छ फर्स्ट हाफको स्कोर रहेको छ लक्ष्मी आदर्श 1 जनप्रिय 0 जनप्रिय सेकेन्डरी स्कुल र लक्ष्मी आदर्श स्कुल बिचको खेलमा भर्खरै मात्र पहिलो हाफ समाप्त भएको छ र पहिलो हाफ सकिदासम्म लक्ष्मी आदर्शले 1 गोल गरेको छ भने जनप्रिय स्कुल 0-1-0 यस लगतले हुने खेल पञ्चमुनि सेकेन्डरी स्कुल र राष्ट्रिय मावि स्कुलका खेलाडी भाइहरू पनि यो अवस्थामा बस्दिनु होला यस लगतले हजुरहरूको खेल भएको कारणले गर्दा जनप्रिय ब्याक पास सिधै ब्याक पास रहेको थियो मौका रहेको छ अलिक लागि लक्ष्मी आदर्शलाई मिस्टेक रहेको थियो लेफ्ट सर्ट बाहिर निस्केको छ यो सर्ट पनि राइट सर्ट ल्याएको थियो
जनप्रिय मौका रहेन क्लियरेन्स गर्दै अहिलेको लागि क्लियरेन्स लक्ष्मीबहादुर छ मौका खोजीमा साइड पास सिधै मिस्टेक हुनु पुगेको त्यहाँ खेलाडी मौका रहेको छ राइट फुट सट राम्रो बचाउ गर्दै गोलकिपर फेरि पनि मौका बचाउ गर्दैछ गोलकिपरद्वारा पनि ह्यान्डबल रहेको छ त्यहाँ शट ब्लक हुनु पुगेको थियो बल क्लियरेन्स गर्दै अहिलेको लागि पनि बल पास रहेको छ जनप्रिय खाता खोल्न सफल रहेको छ भने भाषाको नतिजा लक्ष्मी आदर्श 1 जनप्रिय स्कुल 1 बराबर प्रकाश सरी जनप्रिय लागि डिसएडभान्टेज गर्दै भने लक्ष्मी आदर्श फ्री किकको एडभान्टेज दिँदैछ किनभने पावर सर्ट रहेको थियो बाहिर गएको छ बल भने डाइरेक्टली बाहिर गएको छ बल सिधै छ मौका रहेको छ लेफ्ट फुट सट पनि त्यहाँ कन्ट्रोल गर्न लिन सकेको छैन बल पनि सिधै राम्रो पास रहेको छ बलमा लेफ्ट फुट सट किपर कलेक्ट गर्नु भ्याएको छ बलमा पनि प्रिय मौका खोजीमा प्राप्त यहाँ लक्ष्मी आदर्शलाई पनि 10 साइड पास फेरि पनि सर्टको कोसिस बाहिरिनु पुगेको छ बल मौका रहेको थियो अलिकति क्लियरेन्स गर्दै जनप्रिय मौका खोजीमा अझै पनि फल रहेको थियो किक पनि अलिक लागि लक्ष्मी आदर्शलाई निकै राम्रो पास रहेको थियो बाहिर पुगेको छ बल क्लियर बल किपर क्याच गर्न पुगेको छ बल पास सिधै पास खोजीमा रहेको थियो बाहिर पुगेको छ बल डाइरेक्टली बाहिर पुगेको छ टिम छोडेको यति हामीलाई सुन्दै हुनुहुन्छ भने अफिसियल लेग समाइदिनु होला डाइरेक्टली बाहिर पुगेको छ सम्पूर्ण खेल 10 लक्ष्मी आदर्श खेलाडी फुल शट ब्लक हुनु पुगेको थियो बल आफ्नो टिममेटद्वारा पनि बल जनप्रियलाई फ्री किक छ आउट कन किक यहाँ सरी जनप्रियलाई मौका अझै पनि त्यहाँ 10 ब्लक
प्रिय येलो कार्ड प्राप्त गरेको छ जर्सी नम्बर 10 और 7 द्वारा भने यो डाइरेक्ट मौका फेरि पनि नेट टच हुन पुगेको छ किकिन यहाँ लक्ष्मी आदर्शलाई छ निकासिँदै रहेको छ कोसिस लगाउनु पुगेको थियो बल अझै पनि मौका यहाँ लक्ष्मी आदर्शलाई अनि प्रे कन्ट्रोल लिन सकिन त्यहाँ बलमा पनि फल हुन पुगेको थियो त्यहाँ किकिङमा अनि प्रिय ब्याक पास सिधै मिस्टेक रहेको मिस पास हुनु पुगेको छ जनप्रियका खेलाडीद्वारा ब्याक पास सिधै मौका रहेको छ टच बल सर्ट रहेको थियो मौका अझै पनि लक्ष्मी आदर्शलाई यो मौका हुन सक्थ्यो तर बल पनि ब्लक हुन पुगेको थियो क्लियरेन्स गर्दै जनप्रियलाई ब्याक पास मौका अझै पनि लक्ष्मी आदर्श कन्ट्रोल लुज हुनु पुगेको थियो त्यहीसँगै क्लियरेन्स गर्दै विसल पनि बसिरहेको छ स्कोर पनि जनप्रिय 1 लक्ष्मी आदर्श 1 त्योसँगै अब यो म्याच पनि पेनाल्टी सुटआउटमा थाहा पर्नेछ कुन चाहिँ टिम पनि क्वालिफायरमा पुग्नेछ युट्युबर सगरमाथा बोल्दै किति बार भन्दै विनर रहेको छ आदर्श